यो अपराध तैँले नै गरेको होस्, कबुल गर भनेर प्रहरीले अथवा अनुसन्धान अधिकारीले कुनै पनि आरोपित व्यक्तिलाई चाहिँ जोर जुलुम, धाक धम्की अथवा डर त्रास र यातना दियो भने के हुन्छ? पहिलो कुरा हामी के बुझौँ भने हाम्रो कानुन बमोजिम कुनै पनि व्यक्तिलाई चाहिँ आफ्नो विरुद्ध साँची हुनको लागि बाध्य पारिने छैन भनेर मौलिक हकको रूपमा ग्यारेन्टी गरेको छ। यो भनेको के हो भने कुनै पनि व्यक्तिले चाहिँ आफैलाई खतरामा पार्न बाध्य पार्नु हुँदैन भनेको हो। अनुसन्धान गर्ने अधिकारीले चाहिँ अन्य प्रमाणहरूबाट तथ्यबाट चाहिँ पुष्टि गर्नुपर्छ भनेको हो। अब यसरी कसैले यातना दियो भने के हुन्छ त? त्यो मुलुकी अपराध संहिता 2074 को दफा 167 बमोजिम त्यसरी कुनै पनि अनुसन्धानको क्रममा कुनै पनि व्यक्तिलाई चाहिँ कसुर साबिती गराउनको लागि यातना दिएको रहेछ भने त्यस्तो गर्ने अधिकारीलाई 5 वर्षसम्म जेल र 50,000 सम्म जरिवानाको सजायको व्यवस्था छ र साथसाथै त्यस्तो पीडितलाई चाहिँ त्यस्तो अधिकारीबाट क्षतिपूर्ति समेत भराइ लिन सकिन्छ र सँगसँगै त्यस्तो अधिकारीले चाहिँ यो माथिल्लो निकायको अथवा माथिल्लो अधिकारीले भनेको हो अथवा माथिल्लो निकायको कमान्ड हो भनेर कमान्ड रिस्पोन्सिबिलिटी पनि यसमा लाग्दैन। त्यस्तो गर्ने व्यक्ति स्वयं चाहिँ लाइबल हुन्छ, अन्य अधिकारीलाई देखाएर चाहिँ उम्किन मिल्दैन र सँगसँगै तपाईँलाई चाहिँ कुनै पनि कसुरको सम्बन्धमा चुप लाग्ने अधिकार अथवा मौन बस्ने अधिकार तपाईँसँग सुरक्षित छ भनेको म बोल्दिनँ भनेर भन्न पाउनुहुन्छ अथवा म मेरो कानुन व्यवसायीसँग मात्र सल्लाह लिएर बोल्छु पनि भन्न पाउनुहुन्छ र यसरी कसैले चाहिँ तपाईँलाई जोर जुलुम अथवा यसरी यातना दियो भने त्यस्तो अवस्थामा तत्काल 1 महिनाभित्र तपाईँले जिल्ला अदालतमा त्यसरी यातना दिने अधिकारीका विरुद्ध मुद्दा हाल्न सक्नुहुन्छ। यसरी डरले कुनै पनि व्यक्तिलाई चाहिँ अपराधी बनाउन सक्छ। डरमा दिएको कन्फेसन अथवा बयानले चाहिँ तपाईँलाई अपराधी बनाउन सक्छ। त्यही भएर डर धाक धम्कीले चाहिँ यसरी कसुरदार पुष्टि गर्नु हुँदैन, अन्य प्रमाणले चाहिँ पुष्टि गर्नुपर्छ भनेको हो। धन्यवाद। र यस्तै जानकारीको लागि तपाईँले कानुनी साथीलाई फलो गर्नुहोस्।